नेपालको 5 विकास क्षेत्रमध्ये पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने 3वटा अञ्चलमध्ये गौतम बुद्धको जन्मस्थलको रूपमा विश्व परिचित लुम्बिनी अञ्चलका 6 जिल्लामध्येको एक जिल्ला नवलपरासी जिल्ला हो। यस जिल्लामा गौतम बुद्धको मावली रामग्राम पनि पर्दछ। यो जिल्ला अधिराज्यभरिमा सबैभन्दा बढी कुमाल 12,376 र रजबार 6141 जनसङ्ख्या भएको जिल्ला पनि हो। यस जिल्लाको सम्पूर्ण भूभागलाई दाउनी डाँडाले करिब 20बाट चिरी पूर्वतर्फ नवलपुर क्षेत्र र पश्चिमतर्फ परासी क्षेत्र गरी 2 भागमा विभाजन गरेको छ। जिल्लाको लगभग मध्य भागबाट 49 किलोमिटर लामो महेन्द्र राजमार्गद्वारा काटिएको यस जिल्लाको क्षेत्रफल 6162 वर्ग किलोमिटर रहेको छ। पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभी 2018 सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यसभन्दा अघि यस जिल्लाको बुटोल जिल्लाको पाल्ही झारखण्ड भनिन्थ्यो। यहाँ नेपालको धेरै ठाउँबाट बसाइ सरेर आएका बाजा छन्, तर स्याङ्जा, पाल्पा, अर्घाखाँची, तनहुँ, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरूको संख्या तुलनात्मक रूपमा धेरै पाइन्छ। जिल्लाको भौगोलिक रूपका आधारमा जिल्लालाई 3 प्रदेशमा विभाजन गरिएको छ। 1 पहाडी प्रदेश, 2 भित्री मधेस र 3 तराई प्रदेश। नवलपरासी जिल्लाको पहाडी प्रदेशको कुरा गर्दाखेरि यसको क्षेत्रफल 500 देखि 1936 मिटरसम्मको उचाइमा फैलिएको छ। यस क्षेत्रका अग्ला टाकुराहरूमा देवचुली 1936 मिटर, बर्चुली 1765 मिटर र महल पोखरी 1032 मिटर उल्लेखनीय छन्। यस क्षेत्रबाट गिरवारी, अरुण, झरही, केरुङ्गी, तुएर, धनुवा आदि खोलाहरू दक्षिणतर्फ बगी नारेली नदीमा तथा देउसेत, फुलमादी, निरन्दी, बोदी आदि खोलाहरू उत्तरतर्फ बगेर काली गण्डकीमा मिसिएका छन्। सिँचाइको पर्याप्त सुविधा नहुँदा यस क्षेत्रमा त्यति खाद्यान्न उत्पादन हुँदैन। यस प्रदेशको उच्च भेगमा लालीगुराँस, ठिग्रेसल्लु, गुब्रेसल्लु तथा तल्लो क्षेत्रमा साल, सिसो आदिका रुखहरू पाइन्छन्। यहाँका प्रमुख बस्तीहरूमा डिरगाउँ, बुलिङटार, नगरडाँडा, अर्गला, बेघान आदि पर्दछन्। त्यसैगरी नवलपरासी जिल्लाको भित्री मधेसको कुरा गर्दाखेरि महाभारत लेकको दक्षिण र चुरे पर्वतमालासँग जोडिएको पहिले औलिया प्रदेश भनी चिनिएको समथर भूभागलाई भित्री मधेस भनिन्छ। जिल्लाको पूर्व दक्षिणमा रहेको नवलपुर क्षेत्र नै भित्री मधेसको रूपमा रहेको छ। यो क्षेत्र समुद्री सतहबाट करिब 300 देखि 500 मिटरसम्मको उचाइमा पर्दछ। यस क्षेत्रको सालको जङ्गल नेपाल अधिराज्यमा सबैभन्दा राम्रो मानिन्छ। यस क्षेत्रमा मुख्य खाद्य बालीहरूमा धान, मकै र गहुँ पर्दछन्। गैंडाकोट, राजहर, प्रगतिनगर, कावासुती, शिवबस्ती, अरुणखोला, चुरमारा र दुम्कीबास यहाँका प्रमुख बस्तीहरू हुन्। त्यसैगरी नवलपरासी जिल्लाको तराई प्रदेशको कुरा गर्दाखेरि चुरे पहाडको पश्चिम दक्षिणतर क्षेत्र परासी खण्डको समथर भूभागलाई यहाँको तराई भन्ने गरिन्छ। यो क्षेत्र दक्षिण पूर्वमा नारायणी नदी, दक्षिणमा भारतीय सिमाना र पश्चिममा रूपन्देही जिल्लाको पूर्वी सिमानासम्म फैलिएको छ। यहाँको माटो चिम्टाइलो भएकोले यो क्षेत्रमा उखु, धान, गहुँ, दलहन र तिलहनले अतिरिक्त तरकारी खेती हुने राम्रो हुने गरिन्छ। यस क्षेत्र समुद्र सतहदेखि 300 मिटरसम्म उचाइमा रहेको छ। नवलपरासी जिल्लाको सिमानाको कुरा गर्दाखेरि पूर्वमा चितवन जिल्ला, पश्चिममा रूपन्देही जिल्ला, उत्तरमा पाल्पा र तनहुँ जिल्ला, दक्षिणमा भारतको उत्तर प्रदेश र बिहार पर्दछन् भने नवलपरासी जिल्लाको क्षेत्रफल 2162 वर्ग किलोमिटर रहेको छ। त्यस्तै यस जिल्लाको उचाइ 91 देखि 1936 मिटरसम्म फैलिएको छ।